क्यारामल खिर कोले खानुभएको छ र हजुरहरूलाई कस्तो लाग्छ? ल आज क्यारामलाइज खिर बनाऊँ है। मैले यहाँ 2 मुठी जति चामललाई राम्रोसँग पखालेर भिजाउन राखिदिएँ। भिजाएको चामलबाट 2 चम्चा चामल छुट्याउने र काजु राखेर त्यसलाई ग्राइन्ड गर्ने। अब भाँडामा दुध बसाल्ने, दुधमा बाँकी रहेको चामललाई राख्ने। यहाँ मैले केसर राखेँ, यसलाई सानो आगोमा बिस्तारै चलाउँदै पकाउने। अब चामल र काजुको पेस्टलाई त्यो दुधमा मिक्स गरिदिने, सानो आगोमा बिस्तारै चलाउँदै पकाउने। अब यतिको गाढा भइसकेपछि अब यहाँ मैले मरिच, ल्वाङ र सुकमेलको पाउडर राखेँ। अब क्यारामल बनाऊँ है। थोरै घिउमा चिनी राखेर त्यसलाई पकाउने। यो क्यारामलाइज हुन्छ र त्यो क्यारामललाई हामीले खिरको मिक्सरमा हालिदिने र एकैछिन पकाउने। अब 2 मिनट जति यसलाई राम्रोसँग मिक्स गरेर पकाइसकेपछि यो रेडी भयो। हजुरहरूलाई मनपर्ने ड्राई फ्रुट्स हालेर यसको गार्निस गर्ने। हजुरहरू पनि बनाएर खानुहोस् है। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।